नमस्ते साथीहरू। विशेष गरेर तपाईहरुसँग बीपी हाई छ भने तपाईहरु घरैमा रुमैमा बसेर पनि बीपी हाईलाई कन्ट्रोल गर्न सक्नुहुन्छ। सबैभन्दा पहिला चाहिँ खानेकुरा हो सबैभन्दा हामीले कन्ट्रोल गर्न सक्नुपर्ने है। अनि विशेष गरेर हामीले बीपी हाई छ भने हामीले कुनै पनि अल्कोहल चीज तपाईको रक्सी अनि यो केमिकल भएको चीज चाहिँ त्यति खानु हुँदैन है, किनभने धेरै असर गर्छ। अनि तपाईको विशेष गरेर मासुमा तपाईको धेरै खसी हैन भिटामिन धेरै जुन चीजले भिटामिन धेरै दिन्छ त्यस्ता चीजहरु चाहिँ नखानु होला है। त्यसले गर्दाखेरि विशेष गरेर हामीले कहिलेकाहीँ यस्तो पनि गर्नुपर्छ है। खानेकुरा म चाहिँ प्राय के गर्छु भने मसँग पनि बीपी हाई छ, त्यसले गर्दाखेरि म बेलुका चाहिँ प्राय कहिलेकाहीँ यो भुजा हैन तपाईको यो करेला यो जसरी हैन। अनि तपाईको कहिलेकाहीँ अब हामीले धेरै शरीरको लागि राम्रो चाहिँ के हुन्छ भन्दाखेरि यो कागती पानी निम्बु पानी है धेरै एकदम राम्रो गर्छ। यसले चाहिँ तपाईको शरीरमा गएर यसले चाहिँ खाली पेटमा खानुभयो भने तपाईको यो बोसोहरु जस पगाल्ने काम पनि गर्छ है। त्यसैले कहिलेकाहीँ के गर्नुपर्छ भने हामीले विशेष गरी यो करेला काचे करेला हामीले यसरी खानुपर्छ। हेर्नुस् है त, यो खाइयो है। अनि त्यसपछि हामीले के गर्ने त भन्दा यो बन्दाकोपी बनिन्छ काचो, यसरी तपाईले खानुभयो भने तपाईको बीपी एकदमै ठिक लाइनमा आउँछ है। त्यसले गर्दाखेरि थोरै मैले भिडियो बनाएको मन पर्यो भने लाइक अनि शेयर गरिदिनु होला।